अनलाइन चालान कसरी पे गर्ने त है। कुनै पनि गाडी या मोटर बाइक यदि चलान भेटेपछि अनलाइन घरमा बसी बसी कसरी पे गर्ने त है। स्टेप बाई स्टेप जानु। सबसे पहिला कुनै पनि वेब ब्राउजरभित्र गएर है चालान भनेर सर्च गर्नुपर्ने हुन्छ है। चालान लेखेर सर्च गरेपछि नेक्स्ट पेजतिर लान्छ है। नेक्स्ट पेजमा यो खालके सो हुन्छ। यसलाई पनि क्लिक गरेपछि नयाँ पेजतिर डिस्प्ले हुन्छ है। नयाँ पेजमा तपाईँलाई चालान नम्बर, भेहिकल नम्बर, डिएल नम्बर यो खालके हुन्छ। यदि तपाईँको नम्बर आरटिओसँग लिङ्क छ भने तपाईँलाई मोबाइल फोनमा पनि तपाईँको मेसेज आएको हुन्छ है। यदि त्यो लिङ्क मोबाइल मेसेज आएको लिङ्कमा गएर पनि तपाईँले यसरी पे गर्न सक्नुहुन्छ है। यदि तपाईँलाई सजिलोसँगले यहाँ 3वटा अप्सन दिएको हुन्छ है। सबसे म चाहिँ अहिले भेहिकल नम्बर हालेर ट्राई गर्छु है। भेहिकल नम्बर हालेपछि तपाईँले यहाँ तल क्याप्चा कोड फिल गर्नुपर्ने हुन्छ है। क्याप्चा कोड फिल गरेपछि नेक्स्ट तपाईँले गेट डिटेल्समा क्लिक गर्नुपर्ने हुन्छ। गेट डिटेल्समा क्लिक गर्नु बित्तिकै तपाईँकोमा चालान ओटिपी जान्छ है। ओटिपीको लागि तपाईँ यदि आरटिओसँग रेजिस्टर मोबाइल नम्बर छ भने पनि हुन्छ। यदि तपाईँको आधार कार्ड मोबाइल नम्बर लिङ्क छ भने त्यसबाट पनि तपाईँले ओटिपी हालेर गेट डिटेल्समा थिच्नु बित्तिकै यो खालके आउँछ है। तपाईँको के कसो छ है, 2वटा छ कि कतिवटा छ है, त्यसरी आउँछ। यदि तपाईँले बुझाउनु भएको छैन भने 1 महिनाभन्दा बेसी भएको छ भने तपाईँको यसरी पे मुनिपट्टि आउँछ है। त्यसलाई क्लिक गर्नु बित्तिकै यहाँ यस्तो भएको छ है। चालान हेज बिन सेन्ड टु कोड भनेर है। यो त कोड गएर तपाईँले मिलाउनु पर्ने हुन्छ। यदि तपाईँले अहिले 1-2 महिना भएको छैन भने त तपाईँले पे नाउमा क्लिक गर्नुपर्ने हुन्छ। यसरी पेमेन्ट गेटवेमा जान्छ है। यसरी क्लिक गर्नुपर्ने हुन्छ। जिपिआरएसमा क्लिक गरिदिएपछि यसमा क्लिक गर्दै सबमिट गर्दै नेक्स्ट पेजमा सो हुन्छ। नेक्स्ट पेजमा गएपछि तपाईँलाई डिटेल्स फेरि यहाँ आउँछ है। पेमेन्ट मेथडहरू यहाँ डिटेल्स देखाउँछ, कति रुपियाँ के छ। फेरि भेरिफाई क्लोज गरेर नेक्स्ट गर्नुपर्ने हुन्छ। नेक्स्ट गरेपछि पेमेन्ट मेथडमा एसबिआई, इपे, पे थ्रु पेमेन्ट गेटवे ब्याङ्क गरेपछि नेक्स्टमा तपाईँलाई यो फेरि सो हुन्छ है तपाईँको डिटेल्स। त्यहाँबाट फेरि टोटल यहाँ पे नाउमा क्लिक गर्नु बित्तिकै तपाईँकोलाई पेमेन्टको लागि अप्सन आउँछ है। यहाँ डेबिट कार्ड, प्रिपेड है। अहिलेको घडीमा सबसे सजिलो चाहिँ युपिआई क्युआर छ है। युपिआईबाट पेमेन्ट गर्न सक्ने। त्यहाँबाट युपिआई क्युआरलाई गरेपछि यो खालके स्क्यान गरेर पे गर्नुपर्ने हुन्छ है। मोबाइल फोनबाट जुनै पनि युपिआई जस्तो कि गुगल पे, पेटिएम अनि फोन पेबाट स्क्यान गरेपछि तपाईँलाई यसमा 4 मिनटको टाइम दिएको हुन्छ। स्क्यान गर्नुपर्ने हुन्छ। स्क्यान गरेपछि अटोमेटिक फेच हुन्छ। एकछिन पर्खिनुपर्ने हुन्छ है। यो फेच भएपछि तपाईँलाई नेक्स्ट पेजमा लान्छ है। नेक्स्ट पेजमा के हुन्छ भने तपाईँले जुन गरेको थियो त्यसको रिसिप्ट तपाईँकोलाई प्राप्त हुन्छ। रिसिप्ट आउँछ। यो खालके रिसिप्ट तपाईँले डाउनलोड गरेर राख्दा पनि हुन्छ, भ्यू गरेर गर्दा डाउनलोड गरेर राखेको छ भने भोलिको दिनमा काम लाग्न सक्नुहुन्छ है। यसरी तपाईँले सजिलोसँगले चालान बुझाउन सक्नुहुन्छ। यदि भएको छ कि छैन भनेर फेरि अघिको जस्तो गएर पोर्टलमा गएर चेक गर्न सक्नुहुन्छ। यसरी सजिलैसँगले पे गर्न सक्नुहुन्छ घरमा बसी बसी चालान।